Hello everyone, welcome to my another vlog. आज चाहिँ कागे गएको छ्यामाको घर अनि के हुन्छ कसो हुन्छ देखाउने छु। त्यो बादलहरू दामी भइरहेछ चुटक्कै पारी साइड। हामीलाई चाहिँ यहाँ माथि गाडीले पर्खेर ढिलो भएर हामीलाई चाहिँ कराउँदैछ। गाडी कुकुर त कति बेसी छ त। Let's go. Kayaknya kayu kayak. Oh यहाँ गाडी ठोकाइछ। गएको ल। के के यहाँ ऐसा कस्तो भनेको खाली भयो यो दिदी। अचामा खा छिराउनु शुभेच्छा दिलाको शुभेच्छा दाइ यता ताने राम्रो। तपाईँले भाइले कल गर्नु भन्दै थियो। त्यस्तो खास त हुँदैन है। बादल चाहिँ के दामी भइरहेको छ तर खोला सोला मुदुङ खोला अरे। दिल जला के मुस्कुराने की जो आदत हुई है। ओ पर नानीहरू कुन त के गर्दछ त। दिदीहरूलाई फोटो खिचेको 1 घन्टाहरू हुन आँटिसक्यो, खिचिसक्दैन होइन। अनि यहाँ चाहिँ अझै यहाँ टुरिस्टहरू आउनु भएको थियो। बादल चाहिँ दामी भइरहेको छ। फोटो खिचेर वाक्कै मेरो हालत चाहिँ यस्तो छ। लुगा टाउको दुईटा हात खाली छैन एउटा। डेस्टिनेसनमा यस्तो राम्रो भ्यू छ रहेछ होइन। यहाँ चाहिँ चटक्कै हाम्रो भाइ चाहिँ सिद्धिकको घर आयो। सिद्धिकको घर आयो। उसकै हो अब गरे भयो थाहा पनि। ओ भाइ सेवानी कस्तो घटेछ। सेवानी घटेछ घट्नुको लागि मेहनत गरेको थियो कि आमा ऊ आमा खै सिद्धि सेवानी आउनु न सिद्धिक औ सिद्धिक छिटो उसै लु सिद्धिक तो है सिद्धिक भाइ त आऊ छिटो ओ भाइ भाइ त अन्त भागेको फोनमा मात्रै बेसी ठुलो बोलेको रहेछ है।
आओस् मिठाई मिठाई लुकाइ दि God bless you. फोनमा मात्र डन रहेछ नि त खै फोन आउन औ तिमी र म खेल्नुपर्छ के आउ न तिमी त गुड बोय होइन अन्त होइन जो आपाले पिच किरेको छ झ्याप्पा भाइ खोइ कहाँ छ भाइ लड्छ त हौ कहाँ जानु के छ हुन्छ ए यहाँ चाहिँ रुख टमाटर फलिरहेको रहेछ यसको अचार चाहिँ मिठो हुन्छ हजुर कहाँ तल जाउँ म धानबारी भाइ जाउँ त्यसमा यहाँदेखि जान्दैन अप्ठ्यारो हो ओके भाइ यहाँ मेरो उसलाई तिम्रो नाम के हो भनिदेऊ न सिद्धिक म खेल्न दिन्छु भन न अन्त यहाँ तिम्रो नाम के हो भने सिद्धिक सिद्धिक राई म लेप्चा हो दादा राई हो सबैजना लेप्चा हो सुभेक्षा नाना मात्रै राई हो निवास दा पनि राई हो राई हो मेरो नाम के हो भनिदेऊ बिर्स्यौ कलर लगाएको चेरी रेड के अरे मेरो नाम ओके सानोमा त तिमी त्यही भाइले चाहिँ हामीले सानोमा छोडेको त्यही भएर त्यस्तो चिन्दैन हामीलाई होइन तिम्रो साथी छैन यहाँ कोही छैन ए स्कुलमा छ स्कुलमा छ को छ तिम्रो साथी नाम याद छैन अर्पणा त केटी हो त अन्त केटी साथी हो अर्पणा ए यता हेर्दा त अर्पणाको साथी अरे भाइले चाहिँ लडेर पेन्ट चाहिँ मैला पारिरहेको आम मार्छ भाइले चाहिँ मलाई घुमाउनु लगेको होइन तिमीले होइन के खेल्छौ तिमी भन के छ त्यही खेल्छौ ल चाहिँ मलाई घुमाउनु लगेको अरे कुरा लगायो त छोटो डन किधर लेकर आया हो ला नानी बोकेर चाहिँ आमाको नाम सोध्दैन भाइ कहाँ यता यता त हो ओराल को स्कुल कहाँ हो भाइको माथि हो स्कुल कहाँ अरे तिम्रो ऊ पेन्सन मैले भाइ नयाँ लुगा कस्तो किन्दैछ तिमीलाई धान रोप्दा रहेछ धानको भाइ को भाइ अरे भाइ लड्छ है तिमी को स्मिता नाना राई नै हो रेडी त्यो मिठाई साइडमा राख न अन्त एकछिन घोप्टिन्छ अलिक छेउमा यो यता हो छेउमा राख न छेउमा अन्त रेडी आर यु रेडी दो या उकालो फेर्न सक्छौ नउकिन्छ नि फेरि त्यसले चाहिँ ओ सेट अरे खै मेरो छेउमा त आइपुग्दैन त तिमीले हिँडेको ल अब जाऊ है खाने मिठाई खाइहाल छिटो अन्त म फेक्छु
भयो स्पिड आउँछ ल नखेल्नु चित्तेको रिल्स बनाउँदैछ यहाँ धनुकाँड हुँदैछ आऊ ठ्याक ल भाइ रुनु थाल्यो भाइ त भोलि पछि आउँछु नि ल भाइ जाउँ म माथिसम्म अलिक ढिलो राम्रो काम गर्नु ल राम्रोसँगले पढ्नु ल जाउँ गएकै ल छ्यामा पण्डित साम्किँदै मेरो मफलर खोइ चाहिँ गएको आयो होइन फेरि जानु साह्रो पैसा चिनेको मान्छे हो ब्याङ्क ब्यालेन्स निकै छ छैन बाई 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 यहाँ हो त भाइ चाहिँ हेर बाई मोट पल्टाएछ तिमीलाई त्यहाँ राम्ररी बस भनेको सुन्दैनौ